हेलो वेलकम ब्याक टु माई च्यानल। सबैलाई नमस्कार। र आज भनेदेखिलाई चाहिँ हामी पानी ल्याउनुको लागि र दिउँसोको खाजा ल्याउनुको लागि जानुको लागि तयारी भयौँ। अनि मैले मेरो बसन्ती स्कुटीलाई रेडी गरेँ अनि हामी खाजा र पानी ल्याउनुको लागि जान थाल्यौँ। र जाँदा जाँदा त्यहाँनिर स्कुटीहरू पनि बहुत ज्यादा चलिरहेको थियो। अनि त्यहाँनिर हामी दोकानमा पुगेर मैले दाजुलाई एउटा नुडल्स गरिदिनु, एउटा मोमो अर्डर गरेर त्यहाँनिर हामी वेट गर्न थाल्यौँ। अलिक स्पाइसी ज्यादा गरिदिनु। लेट गर्दै थियो। त्यो दाजुले खै के काम गर्दै थियो, अरू काम पनि गर्नु थियो होला। त्यहाँदेखि हाई गर्नु थाल्यो। 2000 years later. त्यहाँदेखि धेरै पछि वेट गरिसकेर हाम्रो खानाहरू रेडी भयो, खाजा रेडी भइसकेको थियो। मोमो र चाउमिन अनि त्यसको पेमेन्ट गरेर हामी फेरि मेरो बसन्ती लिएर फेरि हामी पानी ल्याउनुपट्टि लाग्यौँ। अनि त्यहाँनिर गएको भिडभाड निकै नै थियो, किनभने सायद ट्राफिक जाम थियो त्यहाँनिर। त्यो भएर हामी फेरि गयौँ। त्यही पनि हामी पुग्यौँ छिटै त्यो पानी ल्याउनुमा। त्यहाँदेखि भिड ज्यादा थिएन त्यहाँनिर पानीमा, तर काली केटीले पानी भर्दै थियो। त्यहाँदेखि मैले उसलाई 5 रुपियाँ देऊ त मलाई, 5 रुपियाँ कि 5 रुपियाँमा 20 लिटर पानी पाउँछ। त्यो कोइन हालेपछि त्यहाँनिरबाट पानी आउँछ सरर। अनि उताटी हेरेको त्यो काली केटीले ठ्याङ 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 गर्दै थियो। सायद त्यसको साथीलाई बोलाएको हो कि के हो। त्यहाँदेखि पानी मेरो पनि भरिन आँटेको थियो, आधी त भरिसकेको थियो। त्यहाँदेखि त्यो काली केटीले मलाई अन्ना भनेर यसो हेरेँ। त्यहाँदेखि अन्नाले त्यो काली केटीले मलाई पानी उचाल्नु माग्यो। त्यहाँदेखि पानी उचालिदिएँ, त्यसलाई हेल्प गरिदिएँ मैले। त्यहाँदेखि मेरो पनि पानी भरिसकेको थियो। अनि पानी ल्याएर टक्क मेरो बसन्तीमा हालेँ। त्यहाँदेखि उसले नरिवल पानी खान्छु भनेर भन्दै थियो। अन्त त्यो भएर हामी नरिवल पानी खानुको लागि गयौँ। तर अलिकति पर पुगेको त्यहाँनिर त्यो सधैँ राख्ने मात्र कोकोनट वाटर थिएन। तर त्यो फेरि हामी अर्को जग्गा गयौँ। अर्को जग्गा गएको त्यहाँनिर पनि थिएन। त्यो दिन चाहिँ राखेको थिएन। के हो आज चाहिँ क्लोज गरेको थियो कि के हो। तर अलिक परसम्म जाउँ न त नभए फेरि मानेन। त्यहाँबाट गाडी घुमाएर आएको गाडी घुमाएर आएर फेन्टा एउटा किनौँ भनेको। त्यो कालो केटा उभिएको थियो त्यहाँनिर पुरा पनि आएको थियो। सायद त घाम ज्यादा लागेको मलाई। त्यो भइहाल्यो हामीलाई। अन्त फेन्टा दियो अनि पेमेन्ट चाहिँ गरेर आएर मैले फेन्टा लिएर आएँ। अनि त्यसपछि फेरि हामी घर आयौँ। घरमा आएर गाडी साडी राखेँ मैले। अनि गाडी टक्कै पार्क गरेर मैले साइड टक्कै मिलाएँ, किनभने त्यहाँनिर मिलाउनुपर्छ। सानो मात्रै गल्ली हो, त्यहाँनिर मजाले मिलाएर राख्नुपर्छ। त्यहाँनिर उकालेर मैले, किनभने माथि हामी चाहिँ सेकेन्ड फ्लोरमा बस्छौँ नि त। त्यहाँदेखि काँधमा च्याट्टै हालेर चाहिँ म उकालो फटाफट हिँड्नु थालेँ। अनि माथि पुगेर उसले त्यो दैलोहरू खोल्यो। त्यो कडा गर्दैछ अहिले, किनभने अहिले राम्रोसँग लागेको पनि छैन जाम भएर त्यही भएर। अन्त मैले त्यो पानी राखेँ। त्यहाँदेखि उसले खाना निकाल्छु भनेर निकाल्नु थाल्यो। मोमो र चाउमिन ल्याएको थिएँ हामीले, त्यहाँनिर त्यो निकाल्यो। अनि उसले चपस्टिक देख्यो। अन्त चपस्टिकले म खाइदिउँ क्या आज भनेर भन्थ्यो। तर खानु चाहिँ जान्छ कि जान्दैन। त्यहाँदेखि त्यो चाउमिन निकालेर उसले आधी गर्छु भनेर आधी निकाल्यो। तर त्यो चाउमिन निकै नै ज्यादा नै थियो, किनभने त्यो दाजुले हामीलाई चिन्छ र
राम्रो पनि बनाउँछ मिठो पनि बनाउँछ उसले ज्यादा पनि बनाइदिएको थियो है त अनि त्यहाँदेखि ठ्यास पारेर फेन्टा खोल्यौँ हामीले त्यहाँदेखि दुईजनालाई भाग लगाएर हामीले अचार हालेर त्यहाँदेखि उसले फेन्टा खाए आह भनेर त्यहाँदेखि हामीले चाउमिन पनि खायौँ अन्त उसलाई सोधेको दामी रहेछ भनेर भन्दै थियो अनि एकछिन पछाडि हामी सासमा निक्ल्यौँ बाहिर जान्छौँ भनेर त्यहाँदेखि अलिकति पर पुगेको त्यहाँनिर पान खान्छु भनेर पान पनि उसले पनि खायो मिठा मैले पनि एउटा खाएँ त्यहाँदेखि उसको कत्रो मुख पारेर हिँड्दै थियो अनि अलिकति पर गएको एउटा बाजे र बोजू हात जोडेर आउँदै रहेछ कति राम्रो अनि हामीले पनि त्यो देखेर चाहिँ हात बाँध्यौँ न त्यही हात बाँधेर चट्टैसँगले कमनली गयौँ कमनली गएको त्यहाँदेखि कमनली हामी अलिकति मात्रै पर हो नि त हाम्रो बसेकोदेखि त्यहाँनिर पुग्यौँ 10 मिनट जस्तो लाग्छ त्यहाँनिर मार्केट छ अलिकति राम्रै छ सस्तोहरू पनि पाउँछ र हामी त्यहाँनिर पुग्यौँ त्यहाँदेखि बाटो क्रस गरेर चाहिँ उतापट्टि पुग्यौँ हामी अनि त्यहाँनिर गएको त्यहाँनिर बाटोमा जुत्ता राख्दै थियो त्यहाँ उसले हेर्दै थियो त्यहाँदेखि अलिकति पर गएको एमआई देमाई भन्दै एउटा बोजू आइपुगिहाल्यो त्यहाँदेखि फेरि त्यो जुत्ता हेरिराखेर चाहिँ उतापट्टि गएको उसको चाहिँ आँखा त्यतापट्टि नै थियो किन चाहिँ तर उतापट्टि गएको त्यो बेस्ट चाहिँ बेस्ट हो कि के हो यो त अब मलाई थाहा छैन के हो कुर्तीहरू कुर्ती किन्यो कि हेर्छु भन्दै थियो हेऱ्यो त्यहाँदेखि त्यो एमआई देमाई भन्थ्यो फेरि अर्को बोजू घुमेर आइपुगिहाल्यो उतापट्टिबाट तर हामीले त्यो उसलाई याद गऱ्यौँ न तर किनभने हाम्रोमा चेन्ज पनि थिएन अनि त्यो भएर उसले त्यहाँनिर दाम सोधेर अलिकति महँगो भनेर राख्यो त्यहाँदेखि अर्को घर केटी फेरि त्यहाँनिर आयो त्यो हेर्नुको लागि हामीले टक्क त्यहाँ राखेर फटाफट कमनलीतिर पुग्यौँ जानु थाल्यो अलिकति पर गएको त पानी पर्नु थाल्यो पानीको छिट्टाहरू आउनु थाल्यो तर शीतल पनि भइरहेको थियो अलिअलि पानी पर्दाखेरि बेङ्गलोरमा शीतल हुन्छ इको फ्रेन्डली पनि हुन्छ एउटा बेङ्गलोरलाई चाहिँ राम्रो छ क्लाइमेट त्यस्तो हुन्छ नि त्यस्तो ज्यादा गरम पनि होइन तर गरम भन्दा पनि दिउँसो चाहिँ यति साह्रो गरम हुन्छ कि आजकल के भन्नु तर अलिकति पर गएको त्यहाँनिर चाहिँ होलसेलमा जुत्ताहरू राखिएको थियो तर उसले एउटा जुत्ता हेर्छु भने पनि भन्दै थियो नि त पर गएर त्यहाँदेखि एउटा उसले जुत्ता उठायो तर त्यसको साइजहरू पनि थिएन तर सस्तो तर साइज चाहिँ पाउँदैन थियो तपाईँले त्यसमा त्यहाँदेखि छोडिदिउँ भनेर फेरि हामी त्यहाँदेखि उता गयौँ तर पानी चाहिँ निकै नै पर्दै थियो तर उसले यत्रोवटा पान चपाइहाल्यो त्यो चाहिँ चपाउनै सकेको थिएन ठुल्ठुलो त्यो सुपारी हाल्नु लागि त्यहाँदेखि पानी आयो भने चाहिँ कहाँनिर बस्ने भनेर भन्दै थियो मलाई त्यहाँदेखि यसो हेरेको भेङ्कटेसमा बस्नुपर्छ भनेर भनेको थिएँ मैले अन्त भेङ्कटेस भन्ने चाहिँ एउटा त्यहाँनिर सोरुम छ नि त लुगा सबै पाउँछ तपाईँको लुगादेखि लिएर जुत्तादेखि लिएर सबै एभ्रिथिङ पाउँछ त्यहाँनिर यसो हेरेको पछाडि पो छोडिसकेको भेङ्कटेस त त्यहाँदेखि अलिकति अगाडि गएको निकै पानी जोड्ने पनि पाउनु थाल्यो त्यही हामी फटाफट जानु थाल्यौँ बुद्ध तेर्छौँ किनभने पानी जोडले नै पर्दै थियो किनभने हामी निस्किँदाखेरि चाहिँ त्यस्तो पानी परेको थियो नि त्यो भएर हामीले छाताहरू पनि लिएर आएन अन्त अलिकति पर पुग्दाखेरि त पानी निकै नै जोडले पर्नु थियो हेर्नु सक्दैन निकै जोडले नै पर्दै थियो त्यहाँदेखि हामी छिट्छिटो हिँड्नु थाल्यौँ त्यहाँदेखि अलिकति पर पुगेको त्यहाँनिर चाहिँ एउटा भालु ज्याकेट भन्दै सधैँ बेच्ने बाजे हुन्छ तर भालु ज्याकेट कुन चाहिँ के हो तर त मलाई थाहा छैन तर बेच्नु चाहिँ भालु ज्याकेट भन्दै बेच्नु चाहिँ बसेको हुन्छ त्यहाँनिर त्यहाँदेखि हामी सुखसागरपट्टि पर लाग्यौँ सुखसागर चाहिँ तपाईँको एउटा रेस्टुरेन्ट पनि हो प्योर भेज र अनि त्यो यतापट्टिको गल्ली हेर्नु सक्नुहुन्छ त्यहाँनिर चाहिँ
अलिक सस्तो सस्तो लुगाहरू पनि पाउँछ अन्त जुत्ताहरू पनि पाउँछ त्यहाँदेखि उसले एउटा जुत्ता नाप्यो तर यस्तै जुत्तामा मलाई अर्को फ्ल्याटमा चाहिएको भनेर भन्दै थियो उसले त्यहाँ अर्को हेर्दै थियो जुत्ता त्यहाँनिर छैन उसलाई पाएन अनि उसले त्यो जुत्ताको दाम सोध्यो उसलाई भैयाजीलाई अनि जुत्ताको दाम सोधेर उसले त्यो जुत्ता रुचाएन अन्त निकालेर राख्न थाल्यो अर्को जुत्ता दोकानमा गयौँ हामी त्यहाँनिर चाहिँ उसले एउटा जुत्ता मन परायो त्यहाँदेखि त्यो जुत्ता चाहिँ राम्रो थियो तिनी चाहिँ तर उसले प्राइस मिलाउनु खोज्दै थियो त्यसको अनि तर त्यो भैयाले चाहिँ भन्यो अलिकति पनि कम्ती हुँदैन यसको किनभने फिक्स प्राइस कम्ती नै हो भनेर भन्दै थियो तर सस्तो नै हो अर्को दोकानमा हेरेर चाहिँ सस्तो नै थियो तँलाई सस्तो चाहिन्छ भनेदेखिलाई चाहिँ अर्को जुत्ता पनि छ म तँलाई त्यही दिन्छु भनेर भन्दै थियो तर उसले त्यही मन परायो तर अर्को जो दोकानको भन्दाखेरि चाहिँ त्यहाँनिर अलिक निकै नै सस्तो नै थियो तर उसले त्यो फर्स्ट लगाएको जुत्ता नै फाइनल गर्छु भनेर भन्यो त्यहाँदेखि उसले साइज पनि सोध्दै थियो तर साइज उसलाई त्यही कम्फर्ट भइरहेको थियो र त्यही लान्छु भनेर भन्दै थियो अनि भैयालाई यसकै जोडी निकालिदेऊ न त भन्दै थियो भनेको थियो तर उसले त्यो भैयाले पनि निकै खोज्दै थियो तर पायो पाउनु चाहिँ धेरै खोज्दा चाहिँ त्यो भैयाले त्यसको जोडी पायो फाइनली अर्को जुत्ता पनि त उसले पायो त्यसको जोडी अनि दुइटै खुट्टामा नापेर ठिकै छ भनेर फेरि त्यो जुत्ता प्याक गरी माग्यो त्यो भैयालाई तर दाम चाहिँ घटाइ माग्यो थियो तर त्यो भैयाले गाडो हटाइदिएन अनि दुईपट्टि जुत्तामा नम्बर हेर्नु थाल्यो उसले 37 अनि त्यही जुत्ता उसले फाइनल गर्यो अनि पेमेन्ट गऱ्यौँ हामीले भैयाले के भने त्यहाँदेखि हामी यता आयौँ अन्त अलिकति ट्याएर उसले मलाई डायमन्डको रिङ किन्दैन भनेर भन्दै थियो तर डायमन्डको इयररिङ्स किन्ने अहिले औकात पनि छैन मेरो भनेर भन्दै उसलाई भनौँ म एउटा वेटर गर्ने मान्छेले कहाँबाट किन्न सक्छु भन्नु त्यहाँदेखि अलिकति यता ट्याएको एउटा नर्मल एउटा इयररिङ्स किन्छु भनेर भन्दै थियो उसले त्यहाँदेखि त्यो दोकानमा त्यहाँनिर गयौँ हामी त्यहाँ अलिकति पर गएको त्यहाँनिर बुक्सहरू राखेको थियो त्यो बुक्सहरू चाहिँ तपाईँको 100 रुपियाँ 200 रुपियाँहरूमा पनि पाइन्छ तर मैले चाहिँ अहिलेसम्म किनेको छुइनँ तर सबै खालको बुक्सहरू पाउँछ भन्दै थियो त्यहाँनिर त्यहाँदेखि हामी उसले इयररिङ्स हेर्छु भन्दै थियो त्यो इयररिङ्स दोकानमा गयो के आउँदैछ अरे पानी डायमन्ड अनि त्यो उसले लगाइ पनि हाल्छु भनेर मलाई कानमा लगाएको थियो सिक्का निकालेर ल्याउने कानमा लगायो उसले फेरि अब यस्तो कान घोच्छ भने सेटिस्फाई नै छैन कान घोच्छ किनेर पनि घोच्छ अरे लामो भयो अरे आफै छानेर किनेको किनेछ
त्यहाँदेखि अर्को निकालेको थियो ए भाँच्यो भनेर भन्दै थियो तर भाँचेको चाहिँ होइन रहेछ त्यो त्यसको त्यो जुन डन्ठा हुन्छ त्यो बाङ्गिएको रहेछ अलिकति तर त्यो सिधै लगाइहाल्दा हुन्छ भने मैले अनि उसले लगाएँ त्यहाँदेखि उसले दुईपट्टि कानमा लगाएर मलाई देखाउँदै थियो कस्तो देख्यो भन्दै ए राम्रो देखेछ भन्दै अब मन राख्नुको लागि होइन तर राम्रो देखिएको थियो होला है फोटो खिच्दै भन्दै थियो फोटो खिच्दै तर देखाउनु चाहिँ पाइनँ होला किनभने मैले रेकर्ड गर्दै थिएँ नि त तर देख्नु चाहिँ राम्रो देखियो भिडियो बनाएको हेलो यता हेर्छ त्यहाँदेखि नै यता आउँदाखेरि अलिकति पानी रोकिसकेको थियो त्यहाँदेखि हामी फटाफट फोटो खिच्दैछु अलिकति पर गएको थियो उसले अर्को सोरुममा चाहिँ के भन्छ साडीहरू देखेछ यो ड्रेस देखेर यसको आँखा यता हेरेको है अनि आँखा हुन्छ नि बाटो यता छ बाटो यस्तो भयो बाटो यता छ बाटो यता छ ध्यान चाहिँ उतै भयो साडी लगाएर हिँड्छु किनिदिन्छु नि हो त्यहाँदेखि चाहिँ अलिक सस्तो पर्छ नि त शिवजी नगरमा किन्नु त्यहाँदेखि अलिकति छिटो ल तान्दै लग्यो होला फेरि अलिकति उतारि गएको ए उतारि फेरि तित्रीको बोर्ड देखेर फेरि तित्री टिप्थ्यौ भने तित्री त टिप्नु सकिँदैन किनभने अर्काको प्रपर्टी हो यो तित्री देखेर यसको मुखमा फेरि लगेँ त्यहाँदेखि तन्दै लगेर एउटा सुपर मार्केटमा पस्यौँ भने त्यहाँदेखि उसले ट्याङ्गी भन्ने चाहिँ एउटा जुस हेर्दै थियो भन्ने हुन्छ ट्याङ्गी तर है लाँदिनँ हौ भनेर भने फेरि उसले हामी पास्ता सिधै पास्ता निकाल्यो पास्ता सस्ता किन्यो भने अन्त फिलिङ गरेर मैले आलुको चिप्स खान्छु भनेर आलुको चिप्स किन्न गयौँ हामी अनि मैले भैयाजीलाई आलुको चिप्स मागेँ 100 रुपियाँको अनि उसले आइसक्रिम पनि खान्छु भने अन्त आइसक्रिम किन्यौँ त्यहाँदेखि मैले बिल चिल गरेँ अनि त्यो प्याकेट आइसक्रिमको प्याकेट चियर्स भनेर टक्कै नखेर फेरि घरको तर्फ लाग्यो तर आजले कोकोनट पानी खान्छु भने चाहिँ कोकोनट पानी नै राखेको थिएन त्यहाँदेखि फेरि हामी ओह्रालो घरतिर लाग्यौँ छैन त रहेछ भनेर भोलि खाऊ भनेर मैले ओह्रालो आएँ ओह्रालो आएँ यसो पान दोकान रहेछ पान दोकानमा गयौँ हामी रोड क्रस गरेर अनि भैयाजीलाई मैले पान बनाएर कि 2टा पान बनाउन लागि सधैँ खानु चाहिँ मैले यहीँ खान्छु तर सफा पनि बनाउँछ त्यो भैयाले अनि 2टा पान बनाइमाग्यो उसलाई त्यो भैयालाई उसले छिटो पान पनि मलाई बनाइदिँदै थियो अनि के कस्तो खानुहुन्छ भने अलिक जग्गा अनि सफ्ट सुपारीमा चाहिँ मलाई पुरा मनपर्छ नि त सफ्ट सुपारी नै हाल्नु मैले अनि उसले अलिकति अलैँची पनि हाल्थ्यो अनि मलाई नरिवल पनि हालिदिनुहोस् नरिवल पनि हाल्थ्यो स्विट पाउडर पनि मलाई हाल्नु मागेँ हालिदिएँ मैले हालिदियो अनि नरिवल पनि एउटा 2टा हालिदियो एक एउटा ज्यादा राखिहाल्थ्यो त्यसलाई मधिसेको चोट्टाले त्यहाँदेखि मैले पार्सल गर्नुहोस् ल भनेको पार्सल गर्दै थियो भैयाले अनि तिर्खा लागिरहेको छ भन्दै थियो उसले मैले भैयालाई सोडा पनि दिनुहोस् ल भनेर भनेको थिएँ अन्त सोडा भैयाले दिएकै थिएन त प्याक गर्नुमै बिजी थियो बल्ल बल्ल उसले प्याक गरिसक्यो अनि पान प्याक गरेर उसले मलाई एउटा सोडा दियो सोडा लिएर आएर घरमा मजाले बनाएर बुढियालाई दिएको
त्यो बबल्स आउँदै थियो नि त्यो चाहिँ उसको अनुहारमा लागेको छ भने चाहिँ मैले अनुहार त अलिक राम्रो बनाउनु भनेर भनेको त्यहाँदेखि चाहिँ खुसी भएर उसले स्माइल दियो राम्रो बनाउनु Nice.